उहाँहरूले महाकाली नदी नै भारतलाई बुझाइदिनु भयो। आज भारतले ड्याम बनाएर सबै महाकाली नदीको पानी इन्डियातर्फ लग्छ भने नेपालतर्फ खडेरी देखिन्छ। र यति झुट बोलेर यो कुरा सदनबाट पारित गर्नुभयो कि माधव नेपालले पञ्चेश्वरको बिजुली सेटेलाइटबाट बेचिन्छ र केपी ओलीज्यूले हरेक वर्ष 1 खर्ब 20 अर्बको आम्दानी हुन्छ भन्नुभयो, जुन आज दुवै भएको छैन। अब मलाई भन्नुहोस्, को रहेछ विदेशी दलाल, नयाँ कि पुराना? जाबो 55 अर्बको एमसी सम्झौता, जुन एकमुष्ट पाउने पनि होइन, किस्ता किस्तामा पाउने हो। नेपालको कुल बजेटको मात्र 3% अनुदान पाउनको लागि आफ्नै जनतालाई गोली हानेर यिनीहरूले सदनबाट पास गरी छाडे। के स्वार्थ रहेछ यसमा? जुटको बोरा, धागो, डोरी इन्डिया निर्यात गर्ने र 6000 भन्दा बढीलाई प्रत्यक्ष रूपमा रोजगारी दिने जुद्ध शमशेर राणाले स्थापना गरेको हाम्रो विराटनगर जुट मिल आज म्युजियममा परिणत छ। राजा महेन्द्रले रुस सरकारको सहयोगमा खोलेको जनकपुर चुरोट कारखाना 2070 सालदेखि भ्रष्टाचार र अनियमिततालाई सहनै नसकेर अहिले बन्द छ। आफ्नो कार्यकर्ताको भर्ती केन्द्र बनाएर 1000 भन्दा बढी महिलालाई मात्र रोजगारी दिने महिला सशक्तिकरणमा 1 नम्बरमा रहेको उद्योग हाम्रो भिरकुटी कागज कारखाना आज बन्द छ। युरोपको देशमा आज पनि फेमस रहेको ट्रोली बस नेपालमा 2028 सालमा स्थापना भइसकेको थियो, जुन व्यवस्थापन गर्न नसकेर आज फोहोरको थुप्रोमा परिणत भएको छ। थाई एयरलाइन्स भन्दा 2 वर्ष अगाडि खुलेको हाम्रो नेपाल एयरलाइन्स कर्पोरेसन, जुन हरेक वर्ष अहिले 100 करोडको घाटा बेहोरिरहेको छ, अब कुन दिन यो बन्द हुँदैछ भनेर सुन्न मात्र बाँकी छ। अब मलाई भन्नुहोस्, भएकोलाई ध्वस्त बनाउने, भ्रष्टाचारले लिप्त बनाउने, आफ्नो कार्यकर्ताको भर्ती केन्द्र बनाउने र लास्टमा बन्द गराउनेहरूले हामी त देश बनाउने हो, अरू भनेका देश जलाउने हुन् भनेर कसरी न्यारेटिभ बिल्ड गर्न सक्नुहुन्छ?